हेलो गाइस म चाहिँ हामी मोमो बनाउँदैछौँ। म सबै चाहिँ तयारी भइसक्यो। अहिले बेल्दैछौँ। बुइनले सबै डल्ला बनाए। तिमी पनि बोल न। म चाहिँ यो त गोलो बनाउँदैछु मोमोको थाल्ले 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 अर्को पनि छ नि त मसाला नि आटा अलिक मिक्स गर्नु पर्यो। मम्मीको पालो चाहिँ यो हो मोमोको डल्लो बनाउने। अब त मोमोको डल्लो पर्फेक्ट बनाउन पो थालिसक्यो त हो। हाम्रो चाहिँ त फर्स्टचोटि है। मेरो मामुले त खट्रा मोमो बनाउँछ। खट्रा खट्रा मैले खान्छु ए झर्छ बाबा। इ मेरो मामुले पर्फेक्ट बनाउनु भएको छ अनि मामु हजुर हजुर कसो गरे कान्छी पर्फेक्ट बनाउनु भएको छ। म त सबै खानुपर्छ मोमोको सब्जी। के को मोमो सब्जी चाहिँ के को बनाएको छौँ हामीले भन्नु मुलाको चाटको होइन हौ। यो सब्जी के को हो कि यो खोइ म पनि देखाउँ मलाई पनि देखाउँ न आफ्नो छोरा जानु यस्तो त हुन्छ नि जेमा तक्की बोलु सेना त केटो बोलु पहिले चाहिँ मेरो हेर्न कपाल कति राम्रो छ नि। मोमो बनाउन आउँदैन पहिले चाहिँ सानो कपाल हुन्थ्यो अब त बढायो नि। केले पो बढायो आदिवासी तेल पर्फेक्ट क्रिम पनि थाहा छ तपाईँलाई। पर्फेक्ट क्रिम पनि हजुरलाई थाहा छ। मैले चोइले बिर्सिदिनँ नि। पर्फेक्ट खोइ कट्रो बनाउनु रहेछ। म सिक्छु नि त कट्रो बनाउनु भनेको। नबिगार्नु है हजुर त फेरि बिगार्नु पनि माहिर हुनुहुन्छ। यत्रो रहेछ। म 2 खाले मोमो बनाउन आउँछ नि त। मलाई पनि त पहिले चाहिँ मलाई मोमो बनाउन आउँथ्यो। म त अस्ति नि जेपाते मोमो बनाएको थिएँ। आज पनि जेपाते मोमो बनाउँ के जे पाइँदैन बनाउनु। अनि मोमोको कहानी भन्छु ल कान्छी तिमीलाई। हेर्नु मेरो मामुले यो टी सर्ट किनिदिनु भएको छ। कहीँ जान घरमा पनि बस्न मैले ट्राई गरेको थिएँ यही लगाइदिएँ। अब हामी फेरि अब छुट्टीको दिन बोलाएर नि मामुले नि मलाई नि सानो सानो भाइको चप्पल किनिदिनु भएको छ। अनि त्यो चप्पल नि मलाई राम्रो मामुले किनेको चप्पल नि ठिक छ अटेको चाहिँ छ। अनि बाबाले किनेको त अटेन भाइलाई लाग्छन् भनेको थिएँ। भाइलाई हट्छ क्या। म त यसरी मोमो बनाउँछु। बुइनी भाइ पाएपछि त नि भाइलाई म त माया गर्छु। सुन न मोमो कसले भन्थ्यो तिमीलाई चाहिँ भाइ नै पाउनुपर्छ भनेर कान्छी कसले भन्थ्यो? भाइ किन पाउनुपर्छ भन त। भाइले नि मेरो लुगा लिँदैन बुइनीले चाहिँ लिन्छ के। बुइनी नै पाउन हौ। नै के बुइनीले लिन्छ के मेरो लुगा सबै। तिम्रो लुगा लिन्छ भनेर चाहिँ भाइ पाउनु पर्ने। अनि बुइनी भयो भने त अनि 2 जना साथी हुन्छ स्कुल जान नाम पकाउन। बुइनी राम्रो होइन र। ल बुइनी पाउनु। ल भाइ भयो भने चाहिँ के गर्न पो काम लाग्छ? के गर्छौ? भाइ बुइनी हुन्छ नि त अनि भाइको म लुगे छिन्छु अनि लान्छु नि त। उसले खासमा चाहिँ बुइनी भयो भने चाहिँ उसका लुगा सबै लगिदिन्छ बुइनीले भनेर भाइ भन्ने कुरा भइरहेछ। लुगामा काका किन? बुइनीले लान्छ नि त। अनि भाइ भयो भने चाहिँ लुकाउनु कसरी पर्दैन? ए काकाको छोरी पाउनु ज्ञानी छिन् क्या। ज्ञानी छिन् त काकाको छोरी त अनि पाइसकेको छ त उर्लाबारीमा छिन् त कति ब्युटिफुल। दिबा दिदीले बोकिरहनु भएको थियो त अघि। मलाई त भन्दै होइन त। अनि तिमी ठुली भयो अब काकाको छोरी यत्रो हुन्छ त। हेर्नु मेरो गोलो बनाएको अझै भएको छैन बा भएको छैन। बेल्न दिनु न मलाई। एकछिन म दिइहाल्छु। पालो पालो गर्नुपर्छ नि त। उसलाई खानुभन्दा पनि यो पिठो चलाउनु बेल्नु चाहिँ रहर लाग्छ। सिकाउँदै पनि छु पछिसम्म उसलाई याद हुन्छ नि त यसरी मम्मीसँग गरेको भनेर। मेरो जयलाई पनि दिनु पर्यो।
यति बनाएँ। म मेरो जयलाई पनि सिकाउनु पर्यो नि त कसरी मोमो बनाउन अनि सिकेको नि त ए त्यसो गर्ने खै दिदीराम उसको ज्वाइँलाई मेरो चाहिँ ज्वाइँ तिम्रो त बुढा हुन्छ ए के हुन्छ अरे बहिनी? मेरो बुढा अनि तपाईँको चाहिँ जय सुन्नु न के पकाएर खुवाउनुहुन्छ हौ मासु भात अरू? चाउमिन आउँछ त थुक्पा मोमो आउँछ मलाई सुन्नु न ज्वाइँ के गर्नुहुन्छ जयले मलाई चुम्मा गर्छ दादा हो र कहाँ दिनु छ न होला? पाला पाला हो यो कहाँ न कहाँ छ होला नि ज्वाइँ मे अर्कासँग बे गरिसक्यो होला हो र ला तिमीलाई माया गर्दैन कि के हो गर्छ क्या गर्छ र सासूलाई के भन्छौ भन त सासू मेरो सासू पनि हुन्छ त हुन्छ त त्यही त के भन्छौ सासू नमस्कार र तिम्रो नाम के हो मेरो नाम त रेणुका मेरो नाम त सूर्य थापा तिम्रो नाम चाहिँ सुरेश थापा मेरो नाम सूर्य थापा किन हो सूर्य थापा कहाँ देखेको सूर्य थापा सूर्य थापा त म आफै सोधेको ए ल बहिनी भोलि पर्सि के हुन्छ भन प्रधानमन्त्री भएपछि के गर्नुपर्छ प्रधानमन्त्री भयो भने उम्, लुगा सिलाउनु पर्छ लुगा सिलाउ पालो पालो अहिले एकछिन न बाबा म गोलो बनाउनु मलाई जब म बनाउनु थाल्छु नि यहाँ यस्तो डल्लो त्यसपछि हजुरको पालो क्या हस् ढिलो हुन्छ नि त फेरि अहिले बाबाले मेरो सुक्छ नि त सुक्दैन यहाँ छ त यस्तो यस्तो अब सुन्नु न अब हामी नि सबै कुरा सिक्नुपर्छ है गाजरको हलुवा बनाउन के गर्नुपर्छ मलाई भन्नु त पहिले घिस्ने गाजर अँ, धुने अनि घिस्ने अँ। अनि गाजर चाहिँ खुर्की उयो भनेको होइन त गाजर यसरी खिच्ने भनेको होइन त ऊ अलिक हिन्दी पनि बोल्छिन् क्या त्यही भएर पनि हिन्दी है बोल्छु नि त म अँ भन कहाँ छौ उसले हिन्दीमै देखेको छ नि त खोइ भन गाजर खिच्थ्यौ अनि यसले म छोड्दै त छोड्दै अर्को गर्नु अब फेरि पार्ट 2 है अब फेरि हामी 7-8 मिनटको भन्दा धेरै लामो बनाउँदैनौँ हाम्रो सबै भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू अरू पनि अब हामी भिडियो यसको चाहिँ अरू पनि यो पार्ट 1 र पार्ट 2 बनाउनुपर्छ क्या बहिनी ल 8 मिनटको मात्रै भन्नु